हजुर दर्शक नमस्कार। म अहिले चाहिँ भारतको नोएडादेखि चाहिँ यो भिडियो बनाउँदैछु। सो देख्न सक्नुहुन्छ यो दृश्य भन्दा पनि हामीहरूले भारतमा आएर चाहिँ जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ भारतमा आएर चाहिँ के काम गर्नुहुन्छ, कहाँ काम गर्नुहुन्छ भन्ने कुराहरू चाहिँ आज म देखाउन जाँदैछु। काम गर्ने भनेको यिनी देख्न सक्नुहुन्छ यिनी कम्पनी लाइन हो। यिनै कम्पनी लाइन यस्तै कम्पनी लाइन धेरै जस्तो हाम्रोमा छ हैन। सो यिनी यस्तै कम्पनी लाइनमा चाहिँ काम गर्ने हामीहरूले हैन। र कोठी लाइन धेरै जस्तो हामी नेपाली दाजुभाइहरूको लागि पाउने काम भनेको खानाको काम, खाना बनाउने काम है। सो होटल, पिजी या फिर कोठी भयो। तपाईले जो कोठी भन्ने कुराहरू तपाईले देख्न सक्नुहुन्छ यहीँनिर पनि हुनुहुन्छ नेपालीहरू हैन। नेपाली दाजुभाइहरू हुनुहुन्छ यहाँ पनि। यिनी कोठी हुन्। कोठी, पिजी, होस्टेल यिनी हुन्। यिनीमा चाहिँ धेरै जस्तो काम पाउँछ। यहाँ आएर चाहिँ हामी दल्लिनुपर्छ, दुःख पाउनुपर्छ आफ्नो देश छोडेर अर्काको देशमा आएर है। त्यो पाउने काम पनि त्यति ढङ्गको काम हुँदैन हामीहरूले गर्ने काम। झिना मसिना काम हुन्छन्। त्यो पनि हामीहरूले चाहिँ आफ्नो देश छोडेर अर्काको देशमा आएर गर्नु परिरहेको छ। सो देख्न सक्नुहुन्छ यिनी कोठी हुन्। जति पनि नेपालीहरू हामी नेपाली दाजुभाइहरू हुनुहुन्छ उहाँहरू दल्लिने भनेको धेरै जस्ता दल्लिने भनेको यिनी कोठीहरूमा हो। सो राम्रो काम भन्ने त अलिकति अब चान्स कहीँबाट कसैले लगाइदियो या फेरि मालिक सही भयो भने उसले चाहिँ हामीहरूलाई बुझेर चाहिँ लगाइदियो भने ठिकै छ हैन। नै भने हामी जति पढे लेखे भए पनि अब काम भनेको पाउने त्यस्तै काम हो। जति अब धेरै पढेका साथीहरू पनि हुनुहुन्छ होटलमा भाडा धस्काइरहनु भएको छ। यही काम हो गर्ने भनेको हामी। यही झिनो मसिना पनि आफ्नै देशमा पाइदिए भए हामी वहाँ बसेर चाहिँ केही हैन आफ्नो गुजारा चल्ने जस्तो स्थिति भए हामी नेपालमै बसेर पनि गर्न सक्थ्यौँ भन्ने हामीलाई चाहिँ इच्छा हुन्छ। तर पनि त्यही काम पनि पाइँदैन नेपालमा। अब अर्काको यही काममा पनि अर्काको देशमा चाहिँ आएर गर्नु परेको छ हामीहरूले चाहिँ। सो देख्न सक्नुहुन्छ यो यिनै हुन् हैन। कोठी लाइन, पिजी लाइन, होस्टेल और कोही नेपाली दाजुभाइहरूले चाहिँ आफ्नो बिजनेस व्यवसाय चाहिँ गरेर बस्नु भएको छ। यतापट्टि मार्केट छ हैन। मार्केटमा पनि गरिरहनु भएको छ आफ्नो चाइनिज दोकानहरू चलाएर हैन। त्यो चाइनिज दोकान चलाउनुहुन्छ उहाँहरूले पनि उही नेपाली दाजुभाइहरूलाई चाहिँ राख्ने हो। फेरि अब त्यही काम गर्ने हो हैन। अब धेरै दुःख छ यहाँ पनि परदेशको ठाउँमा हैन। अब परदेशमा आएर हुन त लाग्छ होला कसैलाई चाहिँ एकदम सुखले कमाछ भन्ने कुराहरू हुन्छ। त्यही हामी परदेशको पीडा भनेको त्यसै हामी दुःख लुकाएर चाहिँ धेरै जस्तो अब त्यस्तै गर्ने गर्छौँ हैन। अब यही छ। सो यही कुराहरू गर्न थियो तपाईहरुलाई हैन। बाँकी चाहिँ अब म मार्केटको भिडियोहरू पनि बनाएर देखाइदिउँ होला। एकजना दिदीहरू पनि हुनुहुन्छ त्यता पनि कस्तो तरिकाले काम गर्नु भएको छ। सिर्फ बहुतै कम स्यालेरीमा चाहिँ हैन कति काम हुन्छ दिनभरिहरूको। अब त्यस्तो दुःखहरू चाहिँ यहाँ गर्नु परेको छ हैन। अब आफ्नै देशमा चाहिँ केही नभएपछि अब मजबुरी भनौँ न एउटा हैन। सो के भन्ने त्यसलाई चाहिँ। सो भिडियोलाई मन परे एक लाइक जरुर गरिदिनु। शेयर गर्न चाहिँ म भन्दैन तपाईहरुलाई।